भन्दाको रेलवे स्टेसन आइपुग्यो यहाँनिर। Hi everyone, welcome back to my channel again. अनि म चाहिँ यहाँनिर आज टिन टेन्जर क्यास्टलतिर विथ प्रेरणा अनि म। अनि हामी चाहिँ यत्तिकै ऱ्यान्डमली जतासुकै घुमिरहेछौँ किनभने हामी आइपुग्यौँ। कति बजी आइपुग्यौँ अनि हामी 11:30 है, 11:30 बजीतिर। अनि हाम्रो होटलमा चाहिँ 3 बजी मात्र चेक इन गर्नु पर्ने रहेछ। सो अब चेक इन गरेर 3 बजी चेक इन गरेपछि मात्रै हामी रेडी भएर जानुपर्ने हुन्छ डुल्न। त्यही भएर चाहिँ हामी अहिले त्यत्तिकै डुलिरहेछौँ 3 बजीसम्म। खाजा खायौँ, त्यही हो। अनि हामी बसेको होटल चाहिँ यो हो, किङ आर्थर्स आर्म भन्ने यहाँनिर यो होटलमा हो हाम्रो चाहिँ। हामीले चाहिँ यहाँ खाजा खाइसक्यौँ। अब यहाँ बाहिर एकछिन डुल्दैछु। सस्तो छ नि कुन लाग्छ तिमीलाई त? ड्रामातिर मात्रै देखेको। मलाई याद आयो क्या यस्तो, पहिला मेरो मूल घरमा यस्तो थियो क्या एउटा ढुङ्गा। ओइ हेर न, यस्तो ढुङ्गा थियो क्या, मनी ढुङ्गा। राति बल्छ भन्थ्यो। हो बल्छ यो त होइन। ल फाइनल्ली 3 बजीसम्म पुगेर हाम्रो चाहिँ यो चाहिँ बाहिरको भ्यू। ओके, अहिले चाहिँ हामी होटलदेखि निस्किरहेको छौँ। अब हामी चाहिँ 20 मिनट्सको वाकमा चाहिँ हामी पुग्छौँ टिन टेन्जर क्यास्टल। अनि हेरौँ के गर्छ। हामी चाहिँ हतार रेडी भयौँ। अनि चिसो घाम त लागिरहेछ, चिसो हुन्छ भनेर हल्का ज्याकेट अनि के भन्छ र ब्लेजर नै लगाएर हिँड्यो। अनि त्यही हो। छिटो भए नानी, बन्द हुन्छ है, 5 बजी बन्द हुन्छ नि त, 4:30 भइसक्यो। अनि ड्रेस लाएर भिडियो बनाउनु परेन क्या त्यहाँनिर। अनि म चाहिँ जुत्ता टक्क लाएर हिँड्दैछु ड्रेसमा। अनि कस्तो राम्रो त हिँड्ने खालको ठाउँ नि है कान्छी। वाउ, एउटा सपनाको ठाउँ आइपुग्यो हामी फेरि योचोटि पनि, दिदी बहिनी मिलेर मोटीहरू। उयो चाहिँ पारिपट्टि हो क्या हौ? क्यासल जाने बाटो चाहिँ भयो। हामी युआर हियर रे, तल गयौँ भने ए हामी माथि नै जानु नानी, माथि जानु ल, माथि। हामी चाहिँ अब यस्तरी जान्छौँ, ब्रिज हुँदै कता जान्छौँ थाहा छैन। ओ माई गड, आकाश जस्तै क्षितिज जस्तै के अरे आकाश यहाँनिर चाहिँ ला कस्तो जुन त उयो पो भयो। यहाँ हेर्नु सक्नुहुन्छ समुद्र। अनि कस्तो हिँड्दाखेरि कस्तो डर लाग्छ नि, तल भुवाङ्ग झरेर तल हुन्छ नि सेतो लुगा लाएर। लड्दिन समुद्र देख्यो कत्रो मदरिङ गरेर लाग्छ हेर तर। आमामामामा, वाउ, आज हावा पनि नचलेको यस्तो पर्फेक्ट वेदर। बाफरे, माथि चाहिँ होटलहरू होला। Look at my nails, and then my nails, my lashes, everything.
सरी अनि आयौँ हामी अब के हो गाउनु अहिले अब के भन्नु कसैलाई सुना ओ यहाँ आयौँ भनेर एक्सप्लेन गर्नु भने नि थाहा छैन केही कुरा एक्सप्लेन गर्नुलाई अब यहाँ आयौँ त्यहाँ आयौँ भन्नलाई आफैलाई थाहा छैन जे सब हेर्दै जाउँ यहाँ आयौँ कोस्टल पाथ र एक्जिबिसन कोस्टल पाथ र के छ ब्रिज एन्ड क्यास्टल यता ब्रिजतिर जाउँ न ब्रिज बायो टिकट फर एक्सेस बियोन्ड उहाँ खामा त जानु पर्छ होला नि त हामीले चाहिँ टिकट ल्याएको छैन किनभने क्लोज हुने बेला भइसक्यो त्यो नल्याएको वेलकम टुमरो पारी देख्न सक्नुहुन्छ भ्यू अनि यहाँ मलाई देख्न सक्नुहुन्छ अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू बाबा यहाँ मेरो फोटो खिचिदियो ल अब कस्तो डर लाग्दो हो तर पर वाउ बन्द हुने बेला आएर नि नत्र त अब फेरि ऐ भगवान् मान्छे भनेको डर लाग्यो मलाई त कहाँनिर म केही देख्दैछु है क्यामेरामा देख्दैछु तल भिड छ यत्रो अनि ब्रिज वाउ अब हामी यहीँ भिडियो बनाउने जाने त्यो कहाँ उयो चाहिँ कहाँ छ क्लोज अनि हामी फेरि भोलि आउनु यहीँ कस्तो भयो You can see the view. अब हामी उयो हेर न चराएको छ नि वाउ हामी त्यहाँ चढ्छौँ जाऊँ बाबा ए दिदी यसो गर्नु न कस्तो त्यो धुलोभित्र तपाईँ त्यो उता पारिपट्टि जानु म वारिपट्टि जान्छु नि क्यामेराबाट खिच्छु ल कहाँ छ कुन धुलोमा त्यो बानी भएको ठाउँमा जानु त मैले तपाईँहरूलाई मिल्छु के मलाई धुलोबाट खिचिदिन्छौ फर्किँदा हामी अहिले त हामी माथि जाँदैछौँ टक्कसँग चढ न राम्रो भिडियो बनाऊ है मलाई पनि पठाउने गरी ल अहिले जामा कुल्चिन्छु त उयो गेट छ त एउटा आऊ त फर्स्ट टाइम यो ढोकादेखि यो गेटबाट चाहिँ केही देख्छ भनेर चाहिँ आइ एम सो एक्साइटेड टु सी ए पालहरूबाट चाहिँ हेर्नु मिल्दो रहेछ नि त डरलाग्दो कस्तो तर्स्यो मान्छेले चाहिँ तर्छ मैले यो ढोकादेखि त यता जानु मिल्ने बाटो पो होला भनेको त सरी यो बाटो बन्द रहेछ अब हामी फर्किनु पर्छ उयो त्यहाँ उतापट्टि जानु त कहाँदेखि जाने रहेछ अर्को पहाडदेखि रहेछ अब हामी फर्किँदैछौँ के हेर न सेम डाँडा छ यता डाँडा छ ऊ परको डाँडा चाहिँ मैले के सोचेन यो गेटदेखि जान्छ होला नि त यो डाँडामा चाहिँ कहाँदेखि जानुपर्ने रहेछ हैरान भइसक्यो हैरान हो हैरान यहाँ माथि होटलहरू हो त्यो क्याराभ्यानहरू आई थिङ्क ए घर पो रहेछ कन्फिडेन्स हुन्छ भन्दा ठुलो कुरा नानी यहाँ यहाँ बस्छ त गाह्रोमा फोटो खिच्छु एउटा अब हामी देखिँदैन बिनाल्नु त्यहाँ जाउँ न बिनिया रहेछ त्यो बोतल यहाँ बिन्छ
जमालेर तिमी यहाँ मात्रै चल्यो भने के हुन्छ होला हौ यहाँनिर ढुङ्गा कुटीमा होइन जाउँ नानी त्यो मलाई बोतल म बोकिदिन्छु यो फोहोर चाहिँ बोक्छु नि त होइन भिडियो बनाइदिन्छु भनेर क्या एकछिन फर्केको ला अब हामी जान्छौँ अघि खिचेको थिएन त्यहाँ मान्छे थियो र हावा चल्यो सारा माया गर्न फेरि त्यो कवल सबै उडेर माथि टुपीमा गएको थियौँ कपाल अब हामी यहाँनिर फोटो खिच्छौँ है ल साथीभाइहरू ए सिडी रहेछ नि त अब कति डर लाग्दो ओ माई गड यहाँ त गएन नि त हामी अघि यहाँ त जानु पाउँछ होला नि त अनि ऊ तलसम्म चाहिँ जाउँ न त अनि कि भोलि जाने हामी त ऊ तलदेखि चाहिँ नो इन्ट्री रहेछ यो पुलदेखि चाहिँ फेरि नि यहाँसम्म चाहिँ जाउँ न त त्यहाँ यता पनि जानु मिल्ने हो कि बा यत्रो भिडमा हेर न वालमा डर चाहिँ समुद्रमा मान्छे ए कति कुदेको म त सक्दिनँ अब आउन अब हामी चाहिँ समुद्र जानु मिल्दो रहेछ समुद्र जान्छौँ समुद्र यो बाटो लिड्स टु त्यो समुद्र खोला पानी तारिदिने यहाँ जाँदैछौँ हामी चाहिँ यहाँ जाँदो रहेछ भन्ने शङ्का लागेर गएको अब भनिदिने मान्छे कोही छैन आफ्नै तालमा हिँड्ने हो यसो हेर्दा समुद्र जाला जस्तो चाहिँ बाटो वी आर फलोइङ दिस बाटो अनि पुरा घिसिँदो रहेछ उचालौँ कि क्या मैलो लाग्छ न सबै नि यस्तो उचाल यस्तै बटुल्ने हो अनि हिँड्ने हो नि त फेरि जम्मै घिच्लेर मैलो ए म ज्याकेट लाउँछ जाडो भयो अब चाहिँ अघि त घाम लागिरहेको थियो नि त वाह यता चाहिँ नो इन्ट्री यता चाहिँ यस इन्ट्री जाउँ ज्याकेट लगायो अब ओह्रालो अब लुगा चालेर हिँड्नु पर्ने रे नक्कल पनि गर्नुपर्ने रे ओ महारानी समुद्रमा जान डरायो हामी यहीँदेखि हेऱ्यो अब नजाने चिसो पनि भयो नि त अब त भोलि जान सक्छौँ हामी हाफपेन्ट लगाएर आएर होइन लेफ्ट साइडमा मुनि त्यहाँ त्यो ढुङ्गा झरेको मुनि यहाँनिर देख्यो यहाँनिर यस्तो यो होइन यस्तो चाहिँ ओ त्यो ढुङ्गा झर्ने यो लगाएको थिएन त्यसको छेउमा यस्तो लाग्यो कि होइन यहाँबाट रहेछ कता पुल खिच्छन् भनेको त म खिच्छु यहाँदेखि पुल देखिँदो रहेछ यहाँ पुलमा भोलि हिँड्नु डर लाग्छ तर म त हिँड्छु कि हिँड्दैन थाहा छैन पैसा तिरेर हिँड्नु त पऱ्यो नि दिदी डर लाग्छ नि त यहाँ पुरा एस्थेटिक पिक्चर लिने वाली पानीको एस्थेटिक पिक्चर लिँदैछ कस्तो रमाइलो भयो आज एकदम रिफ्रेस फिल भइरहेको नानी म यहाँ खुट्टा झरेर बस्छु भिडियो बनाइदेऊ न यहाँनिर पानीमा कसरी झरेर बसौँ यहाँ मेरो एउटा आइडिया आयो त्यहाँ बस्छ तिमी खुट्टा झार तल अनि म भिडियो बनाइदिन्छु त्यो माथिल्लोमा लामोमा सफा माथिल्लो हो त्यो माथिकोमा क्या
मजाले झर मजाले लड्छौ है रेड बुल चाहिँ राख न जतिखेर पनि यहाँ आयो बस म लुगा मिलाइदिन्छु उसको लुगा मिलेन म फेरि जान्छु क्या तिम्रो फोटो खिचिदिनु पारी जामा बनाइदिनु आएको अचम्म लाग्छ हौ क्यामेराको यो फुटेको टेम्पर कपाल बाँध्छु फोन यहाँ राखेर यहाँबाट चाहिँ ब्रिज देखिन्छ म एक देखाउँछु है त यो यहाँ सबै कुरा देखिँदो रहेछ तोपको उयो तोपको चक्का के भन्छ हामी दुईजना निस्किन्छ आउँछु तपाईँ खोइ यो भएको के काम हो उयो नै भएन क्या अब भित्ता पहाड अब हामी कता जाने यता कि फर्काने चाहिँ हामी घर जान्छौँ यतातिर गयौँ भने होटल जान्छौँ यता गयो भने चाहिँ पार जान्छौँ जाऊँ त पारी भ्याइन्छ है म पनि आउँछु स्न्यापमा खै ला 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 400 किमी फोनमा त कति छिटो जाऊँ पारी कस्तो छिटो 400 किन्छ भाइ नानी त्यहाँ बस्छ त फोटो खिचिदिन्छु म अब हामी जान्छौँ पारीको डाँडा यस्तै उस्तै डाँडा रहेछ तर अब हिँडिराख्ने काम छैन आज यति त हो हाम्रो टार्गेटै कामन अब म यो क्यामेराको यस्तो यो टेम्पर ग्लास फुटेर खाने बेला आँखा देख्दैन फोटो खिचेर मोटी भयो कि भने केही छैन आइम मोटी बट आइम ह्याप्पी ए यहाँदेखि रहेछ नि त ब्रिज सबै निस्किने ल कस्तो हुँदैछ के हुँदैछ भिडियो आएर न बट एकदमै रमाइलो लागिरहेको छ ए फोन अब झन्डै यहाँ यस्तो त छ त नजाने हामी यता के हो जाऊँ होटल अब म यहाँबाट गयो भने यस्तो पहाडबाट हिँड्छु म खतरा मान्छे हो के सामानहरू त छोडेन नि के सामान त छोडेन नि अब चाहिँ साँच्चीकै फर्किँदै हामी घर कस्तो रमाइलो जाडो लाग्दा अब चाहिँ फेरि त लगेर माथि जानुपर्ने रहेछ अघि चाहिँ हामी बारीको भित्ताबाट यता यता आएको माथि यस्तो घुमेर कता कता घुमेर आयौँ अब यताबाट फेरि जान्छौँ होइन त्यो भोलि हामी कहाँ जान्छौँ अरे भोलि हाइकिङ गर्नु भोलि वाटरफल हाइकिङ गर्नु जान्छ अरे बसमा चढेर बसले पुऱ्याउँदैन न दिदी अनि आधी बाटोसम्म जानु कति कति घन्टा हाइकिङ गर्नुपर्ने रे 8 घन्टा जति बसमा त चाक राखेर चाहिँ पहिला हामी आउने पहिला हाइकिङ गर्नु जाने यहाँ आइसकिसक्यो अब के गर्नु पहिला हाइकिङ होइन अनि माथि जानु भनेको होइन दिउँसो आउँदा भयो नि त उता ए पहिला हाइकिङ जानु गलिएन भने चाहिँ होइन पर्सि हामी घर जान्छौँ है अनि पर्सि बिहानै ब्याक टु रिडिङ तिमी ब्याक टु ब्राइटन रिडिङदेखि ब्याक जाऊँ न रिडिङमा पुरा ठिकै हो तर होइन कति यो पालि पनि ड्युटी गरेन भने त 10 दिन पनि आउँदैन यो महिनाको त्यही भएर अब काम पनि इम्पोर्टेन्ट हो नि त होइन यो वालहरू कसले लगाएको रहेछ मिलाएर त्यो पनि वर्षौँ पुरानो वालहरू यो त होइन ऊ माथितिरको क्या है लाउँदाखेरि चाहिँ आँच खोला बाटो खुट्टा अब चाहिँ चिसो चिसो हुनु थाल्यो हल्का तर चिसो भए पनि अब उकालो हिँड्दाखेरि चाहिँ जिउ तातिन्छ
गीत गाउँदै हुनुहुन्छ गीत गाउँदा फेरि मलाई गीतै आएन यार तपाईँ फोकस गर्नु डाँडा पाखा छोराले तिम्रो गीत गाउँछ काँडा भनेछु ल आउँदैन गाउन हौ आउनु हौ ठिकै छ 5-20 कुदाउनु पर्ने हो दिदी ल त्यही भएर अघि बसेर मैले भन्दै थिएँ नि किन यो बसेर यसो स्लो भनेको त डाँडा त्यो डाँडा पारी यो डाँडा वारी साउने झरी इन्द्रनी वारी माया लुपे यो गीत लास्ट बिगिन्छ यसो नि होइन त्यो डाँडा पारी साउने झरी इन्द्रनी वारी माया लुपेर दिएको होइन सलाला बगी जाने होइन अर्को गीत गाउँ न माया साँचो है एउटा गीत गाउँ न ए ल गाउन त अहिलेको अहिलेको त आउँदैन होइन मैले साउने पुरानो गीतहरू क्या आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है उनकै नजिक जाऊ उनसँगै माया लाऊ नजिक जाऊ डाँडा पाखा छहाराले तिमीलाई बोलाउँछ छातीभित्र मुटु पानी तिमीलाई गीत गाउँछ सबैले होइन म पनि आउँदैन सताएर नजाऊ टाढा ए माया तिम्रै लागि एउटा माए मलाई यो त सुरुमै हो धेरै मेहनतको हिँडेपछि आइसक्यौँ हामी गाडी आयो आइसक्यौँ हामी हाम्रो होटल भएको एरियामा यु क्यान सी अघि त यहाँ कस्तो मान्छेहरू सबै सुन्छ सबै रिटर्न भइसकेको छ हामी चाहिँ हिँड्दैछौँ डन पारामा यहाँनिर चाहिँ एउटा गऱ्यो तर अहिले अब चाहिँ अहिले चाहिँ बल्ल रमाइलो भयो अब मलाई भोलि हामी सबै कुरा एक्सप्लोर गरिदिन्छौँ वा यो चाहिँ हामी बसेको होटल हेरेको थिएन नाम त याद थियो तर मलाई यहाँको त्यो परको त्यो अथर सचल भनेर याद थियो क्या राजु अरे नि त राजु यहाँ बस्ने हो राम्रो छ हामी जब डिनरको लागि रेडी आउने बित्तिकै हतार गुजी छ है अब यहाँ पनि त्यही छ दिनभरि घुमेर त्यही रहेछ जाडो पो रहेछ भाइ Our table is 3. That's what 3 number चाहिँ अब कस्तो ब्ल्याङ्केट यो गर्नु न म त आइडिया नभएर है यति धेरै आउँदो रहेछ कसरी खाइसक्नु Are you enjoying? सबैले सोध्छ तिमी किन मोटाएको The reason behind सबैले यसरी खानुपर्छ तब न हाम्रो जस्तो यस्तो गतिलो ज्यान लाग्छ होइन त्यही मलाई ज्यान होइन नि भारी अब भारी एक्सपेन्सिभ वाला ज्यान हो तर लास्ट आयो